सौन्दर्यले भरिपूर्ण इच्छानगर भन्ने ठाउँको मुखमा हामी आज पौडी खेल्न आएका छौँ। मलाई देखाउनु यार तपाईँहरू सबैजना जसलाई गर्मी लाग्छ र जो हाम्रो एरियाबाट नजिक हुनुहुन्छ प्लिज यहाँ आएर मनोरञ्जन गर्नु होला, इन्जोय गर्नु होला। लभ यु। बिचमा आएर स्कुटर अड्केर हेर्नु सामान चाहिँ बिचमा ल्याउनु। अब आधी घन्टातिर त शीतल हुन्छ शीतल हुन्छ नि गुरु यस्तो साइडमा। के भन्छ रे गुरु ठाउँलाई चाहिँ कहाँ छ अहिले हामी? नमस्कार, हामी आज नमस्ते, आज हामी घरिचरको भ्लगमा आएका छौँ। ठाउँ भन्नु न, ठाउँ कहाँ हो यो यार? र अहिले हामी चाहिँ ठोरी गाउँपालिकाको वडा नम्बर 1 स्थित सेतो पहाडको छेउछाउमा छौँ र आज हामी इच्छानगरको विपरीत दिशामा छौँ। दिशा नहोइन दिशा त गु भयो नि गुरु। गु फोर गुरु नबन्नु न गुरु यार। चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। खै यार नबिजोको आउनु देखिँदैन क्या यार, कालो कालो भएर मुख त के हुन्न गुरु। यत्रो झार भएर क्या मुखमा कस्तो भइरहेछ गुरु? नि यो त के रे पुरै अनुभव भइरहेछ। अहिले हाम्रो सेक्सी सरहरूसँग छौँ हामी र यही अवस्थामा हामी अहिले यस्तो फोहोर पानीमा फोहोर पानी रे गुरु। कहाँ फोहोर के गयो साबुना? We are in Thori rural municipality. अरे अरे गुरु दिरन दिरेछ पिजिबिलिटीले त के हो मोडर्न बिल भन्छ हैन जिब्रो चिप्लिन्छ नि गुरु। जेबर चिप्लिहाल्छ नि मान्छे क्या। चिप्लिन्छ। काचङ सर यसो बोल्नु त के यार? म बोल्छु कि यार, यदि तपाईहरुलाई पनि गर्मी छल्नु मन छ भने तराईको आउनुहोस्। कहाँ गुरु? थोरी के रे कुन खोला? ठुटे खोला। मलाई पनि देखाउनु ल। इच्छानगरको अपोजिट साइड। इच्छानगरको अपोजिट मुखमा। थोरी वरिपरि भएको सबैजना यता आउनु पर्यो नि गुरु छलले। चलाएर एकचोटि देखाउनु ल, म नेपालीमा भन्छु। हेलो सबैजनालाई, तपाईहरु जहाँबाट हेर्दै हुनुहुन्छ सबैजनालाई पहिला धेरै धेरै धन्यवाद। र हामी चाहिँ आज पर्सा जिल्ला हाम्रो मध्य प्रदेशको एउटा टप शिक्षित जिल्लाहरू मध्येमा एउटा जिल्ला पर्सा जिल्लाको थोरी गाउँपालिका अन्तर्गत हामी फुटेगोला एकमात्र यस्तो ठाउँ जहाँनिर तपाईँले हिल्स देख्न सक्नुहुन्छ तराई रिजनमा। त्यो ठाउँमा हामी छौँ र यो एरियाको यो गाउँपालिकाको एउटा प्राकृतिक सौन्दर्यले भरिपूर्ण इच्छानगर भन्ने ठाउँको मुखमा हामी आज पौडी खेल्न आएका छौँ। मलाई देखाउनु यार। तपाईँहरू सबैजना जसलाई गर्मी लाग्छ र जो हाम्रो एरियाबाट नजिक हुनुहुन्छ प्लिज यहाँ आएर मनोरञ्जन गर्नु होला, इन्जोय गर्नु होला। मलाई नि भन्नु है। ठाउँ त बवाल छ गुरु यार, आनन्द देखाउँछु गुरु यार। तपाईँ त मेरो झन् 300 चोटि त हामी यता र उता गर्नु पर्यो गुरु। गर्नुभयो ल भयो नि। आउनुहोस्, हाम्रो ठोरी गाउँपालिकामा धेरै बोट छ बस्न। आउनुहोस्, हाम्रो ठोरी गाउँपालिकामा धेरै बोट छ बस्नको लागि चिन्ता नगर्नु, मेरो घरमा 2-4 बोट छ। साइरी भन्ने थाले कि गुरु ल। आउँछ ल गुरु भन्नुभयो, भन्छु ल। ओके गुरु। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने एक्लै नआउनु होला, साथमा जीवन सङ्गिनी लिएर कि त सङ्गीत गाउने श्रीमान लिएर कि त परिवार लिएर आउनु होला। अनि बिहे गरेपछि यही खोलामा बच्चा पाउनु होला। ल सक्यो सक्यो। मजा आयो यस्तो गरिमा यार जिउ। अहिले चाहिँ हामीले अब यहाँ नुहाएर सकेर अलि माथि गएर केही खानेकुराहरू खाएर अनि त्यस पछाडि चाहिँ हामी घरतिर जान्छौँ। करिब 7-8 बजीतिर हामी घर पुग्छौँ होला। अहिले चाहिँ अब मेरो अघि पनि जुत्ता भिजेको कारणले गर्दाखेरि म चाहिँ बाइकमा नगइकन यतापट्टिबाट खोला तरेर यसको साइडबाट चाहिँ यता जाने कोसिस गर्दैछु। सक्यो
सक्यो